हेलो साथीहरु, वेलकम टु माई किचन। सो आज चाहिँ म बनाउँदैछु के इन्ग्रेडियन्ट्सहरू हेरेर तपाईहरुले थाहा पायो। गेस गर्नु त। हेर्दा हेर्दै पनि 10 इयर्स बितिसक्यो साथीहरु, हैन? हो, मेरो चाहिँ एनिभर्सरी छ भोलि अनि मैले चाहिँ केक बनाउन लागेको। अस्तिदेखि केक बनाउँछु भनिरहेको थिएँ नि। तपाईहरुले मेरो भिडियो कन्टिन्यू हेर्नुहुन्छ भनेपछि चाहिँ मैले धेरैचोटि भनिसकेको छु केक बनाउँछु भनेर। तर मलाई आँटै आएको थिएन क्या बनाउनुलाई। हुँदैन, बन्दैन त्यस्तै नै लाग्थ्यो क्या मनदेखि नै, भित्रैदेखि क्या। तर रहर चाहिँ धेरै थियो होइन। अनि मैले कति धेरै सामानहरू सब किनेर राखेको थिएँ क्या, केक बनाउने सामानहरू। फाइनली आज चाहिँ जुरेको छ, त्यो दिन आएको छ। अनि मेरो एनिभर्सरी पनि छ, त्यही उपलक्ष्यमा मैले चाहिँ केक बनाउन लागेँ। अनि मैले यो सेफवाला कस्तो के भन्छ यसलाई, सेफ ट्रे समथिङ के हो होइन, यो पनि मैले किनेको थिएँ कि लभवाला। बेटर चाहिँ राम्रो बनेन होइन, भिडियोको त्यस्तो लतक्कै परेको, कस्तो चक्रक्कै फाटेको दुध त्यस्तो बनेको क्या। लेट्स सी, अब हेरौँ होइन, किन फाल्नु, खेर फाल्नु भन्दा त बनाऊँ भनेर भगवान् भरोसे छोडिदिएको छु। अब कस्तो राम्रो चाहिँ बनेन क्या त्यो बेटर नै। अनि एकछिनमा आएर हेर्दा त गेस वाट साथीहरू कस्तो राम्रो फुल्दै आएको क्या। तर के गर्नु, मैले कस्तो गल्ती गरेँ, मैले यसमा बेकिङ पेपर हाल्नुपर्ने, त्यो हाल्न बिर्सेछु। कस्तो गाह्रो भयो है, जसो तसो निकालेँ। क्वान्टिटी पनि कति भनेर एक्ज्याक्ट हाल्नु पाएन, कस्तो पातलो भयो क्या केक। अनि मैले चाहिँ व्हिप क्रिम चाहिँ किनेर लिएर आएको थिएँ। अनि मलाई हल्का डेकोरेसन गर्न मन थियो। सक्दैन भनेर चाहिँ नसोच्नु रहेछ, जे पनि ट्राई गऱ्यो भने बन्द रहेछ गाइस। हो, कस्तो राम्रो बन्यो मेरो केक पनि होइन। अनि खाँदा पनि मिठो थियो, तर हल्का बटर चाहिँ बढी भएको थियो। मैले चाहिँ एउटा युट्युब भिडियो हेरेर बनाएको थिएँ। अब नेक्स्ट टाइम चाहिँ म अन्त अर्कै खालको केक पनि ट्राई गर्नेछु। यो चाहिँ अलिक बटर धेर भयो अनि अलिक ओइली चाहिँ भएको थियो। अनि मैले यसरी डेकोरेसन गरेँ। अनि फाइनल लुक चाहिँ यस्तो छ है साथीहरू। बाई बाई, थ्याङ्क यू फर वाचिङ गाइस।